जयमसी मण्डली आजको दिन फादर्स डे भनेर हाम्रो भारतले पनि मनाउन थालेको छ। फादर्स डे चाहिँ जहिले पनि जुनको तेस्रो हप्तामा मनाइन्छ है, आइतबार भनेर भनेको छ फादर्स डे। अनि आजको दिन धेरैजनाले बाउलाई विस गर्छ ह्याप्पी फादर्स डे भनेर। कतिले बाउको मुखहरू मिठो गराउँछ होइन, तर कतिजनाले चाहिँ यो सबै कुराहरू गर्नु सक्दैन बाउलाई, किनभने बाउ अलिक कडा स्वभावको हुन्छ। यसर्थ कति नानीहरूले ह्याप्पी फादर्स डे भन्नु बहुत गाह्रो छ भन्दैन है। त्यसको मतलब बाउको त्यो रापिलोपनामा खास प्रेम हुन्छ, दया माया हुन्छ। यो कुरा चाहिँ मैले थाहा गरेको, म आफै बाउ भइकन थाहा गरेको है। मित्रगण, हुनसक्छ त आज तपाईँको बाउलाई ह्याप्पी फादर्स डे भन्नुहोस्, अथवा मुख मिठो गरिदिनुहोस्, अथवा हक गर्नुहोस्। यो बडो मजाको कुराहरू छ है। यसमा तपाईँले थुप्रै कुराहरू पाउँछ। मैले एउटा के अरे इन्टरनेटमा एउटा सर्ट भिडियोलाई हेरेको थिएँ कि छोरा कहीँ बाहिरबाट आएको हुन्छ अनि बाउले टक्कै गएर हक गरेपछि सो अँगालो मारिकन भन्छ, छोरा यो संसारमा सबैभन्दा ताकतिलो शक्तिशाली चाहिँ को होला भनेर सोधेको छ क्या बाउ चाहिँ। छोराले भन्छ, बाउले चाहिँ एक्सपेक्ट गरेको हुन्छ म हो, पितालाई भन्छ भनेर भनिरहेको हुन्छ, तर छोराले चाहिँ भन्छ बाबा यो संसारमा चाहिँ बडो भाग्यमानी अनि शक्तिशाली ताकतिलो चाहिँ मै हो भनेर भन्छ। बाउ अलिक निराश भयो, किन अलिक पर जान्छ अनि जान्छ ओके भनेर जान्छ। अनि पर गएर चाहिँ बाउले फेरि फर्केर सोध्छ क्या, छोरा साँच्चै शक्तिशाली ताकतिलो भाग्यमानी चाहिँ तै हो त भनेर सोध्छ कि होइन होइन बाबा म होइन भन्छ। किन अन्त अघि त तैँले पो म भाग्यमानी शक्तिशाली छु ताकतिलो हो भनेर भन्दै थिइस् त। बाबा त्यति बेला चाहिँ तपाईँको हात मेरो काँधमा थियो नि भनेर भनेको हुन्छ क्या है। साँच्चै मित्रगण, तपाईँले आज विज गर्नुहुन्छ भने सायद बाउको मन फर्किन्छ होला। अनि साँच्चै बाउको हात तपाईँको काँधसम्म आउँछ होला। जसको काँधमा आज बाउको हात छ है, जसको शिरमा बाउको हात परेको छ नि है, साँच्चै त्यो मान्छे यो संसारमा धेरै भाग्यमानी हो, धेरै बलियो अनि ताकतिलो हो। अनि म त ज्ञानी पनि भन्छु है। अनि वचनमा पनि त्यसरी लेखेको छ नि। वचनमा के त, वचनले के भन्छ भने भजन सङ्ग्रहको पुस्तक 103 को 13 अध्यायले भन्छ, यहोवा पनि परमेश्वर पनि के अरे हाम्रो प्रभु हाम्रो पिता बन्नु चाहनु भएको छ। उहाँले म तेरो पिता बन्छु भनेको छ। दोस्रो कोरिन्थी 6 को 18 अध्यायले पनि भन्छ म चाहिँ तेरो पिता बन्छु भनेको छ। जति बेला हामीले प्रभुलाई मेरो उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गर्छौँ, परमेश्वर पनि हाम्रो बाउ बनिँदै गरेको हुन्छ है। त्यसले गर्दाखेरि संसारको लागि तपाईँलाई बाउ बनाएर पठाउनु भएको तपाईँको आज बाबा हुनुहुन्छ। ह्याप्पी फादर्स डे भन्दा केही बिग्रिँदैन। प्लस तपाईँले आज एउटा सानो मिठाई लिएर मुख मिठो गर्दा पनि केही बिग्रिनेवाला छैन। कसको काँधमा बाउको हात छ त्यो भाग्यमानी हो, अनि त्यो बलियो पनि छ। सम्झिनुहोस्, जुनको हरेक तेस्रो हप्तामा फादर्स डे मनाइन्छ। अनि आमाको कविता धेरैले लेख्छ, तर बाउको कविता लेख्नु सक्दैन, किनकि बाउ राफिलो हुन्छ है, बाउ जोसिलो हुन्छ। बाउमा त्यो जोस त्यो राप छैन भने नि घरमा रमाट नै हुँदैन। वास्तवमा भन्नु हो भने मान्छेले देख्छ होला हाम्रो बाबाले धेरै के गर्छ, कराउँछ धेरै हामीलाई सताउँछ भन्छ होला, तर वास्तवमा मित्रगण होइन। सायद तपाईँको बाउले संसारलाई देखेको छ, संसार कस्तो छ त्यही हिसाबले तपाईँलाई आज स्ट्रिक गर्दैछ, त्यही हिसाबले तपाईँलाई छरी लाउँदैछ, त्यही हिसाबले तपाईँलाई सिकाउँदै गरेको हुन्छ बाउले। बाउ संसारदेखि धेरै लडेर आएको हुन्छ है। त्यसले गर्दा बाउले तपाईँलाई रापिलो व्यवहार गर्दैछ भने तपाईँले त्यसमा अन्यथा सोच्नु अथवा भन्नु मिल्दैन। मित्रगण, यो बिहानी ह्याप्पी फादर्स डे संसारको हरेक बाउहरूलाई, मण्डलीको हरेक बाउहरूलाई ह्याप्पी फादर्स डे भन्छु। जय मसीकी, ह्याभ अ ब्लेस्ड डे। तपाईँको लागि आजको दिन आशिषित दिन होस् भनेर भन्न चाहन्छु। थ्याङ्क यू सो मच। म पास्टर दिपेन चामलिङको थ्रुबाट यो छोटो भिडियो हुन्छ। जय मसीकी।